2025 मा अनि युट्युब च्यानल कसरी क्रिएट गर्ने र 2025 मा युट्युब च्यानललाई कसरी भेरिफाई गर्ने भन्ने बारेमा म तपाईलाई सिकाउन गइरहेको छु। पहिला चाहिँ युट्युबलाई भेरिफाई गर्ने एकदमै सजिलो थियो पहिला चाहिँ, अनि अहिले अपडेट गरेको कारणले चाहिँ अलि फरक भएको छ र अलि गाह्रो भएको छ। र यदि तपाईहरु नयाँ युट्युबरहरु हुनुहुन्छ, नयाँ क्रिएट गर्दै हुनुहुन्छ, नयाँ अनि युट्युब च्यानल खोलेर अनि भेरिफाई गरेर के गर्छु भनेर अगाडि बढ्दै हुनुहुन्छ भने म तपाईहरुलाई सुरुदेखि अन्तिमसम्म अनि सिकाउने छु र एक स्टेप गरेर सजिलो तरिकाले अनि भिडियोलाई सुरुदेखि अन्तिमसम्म स्किप नगरी हेर्नु होला। आफ्नो मोबाइलको क्रोम ब्राउजर ओपन गर्नुहोस् र गरिसकेपछि त्यहाँ सर्च गर्नुहोस्, माथि सर्च बक्समा studio.youtube.com भनेर सर्च गर्नुहोस् र त्यहाँ गरिसकेपछि तपाईहरुलाई एउटा इन्टरफेस दिन्छ र इन्टरफेस दिइसकेपछि अनि त्यहाँ रहेको दाहिनेतर्फ रहेको त्यो आफ्नो एउटा त्यो च्यानलको लोगो देखाएको छ, त्यो लोगोमा चाहिँ तपाईले यसरी क्लिक गरेर यदि तपाईको च्यानल दुसरा छ भने त्यसलाई चेन्ज गरेर आफ्नो जुन युट्युब च्यानल खोल्नु भएको, जस्तो कि मेरो यो छ अनि टेक्नोलोजी निर्मल अफिसियल, अनि यसमा मैले यसलाई लगइन गरिसकेको छु। यदि गर्नु भएको छ भने तपाईले त्यसमा क्लिक गरेर लगइन गर्नु होला। यो सेटिङमा क्लिक गर्नु होला। सेटिङमा क्लिक गरिसकेपछि तपाईहरुलाई यहाँ दुईटा अप्सन देखाउँछ। च्यानल सेकेन्ड नम्बरको त्यो च्यानल अप्सनमा दाब्नु होला। देखाइसकेपछि यहाँ तीनवटा अप्सन देखाउँछ, तीनटा अप्सन देखाएको छ। हामी के यहाँ केही नगरौँ र हामी लास्टकोमा जाउँ। हामी लास्टमा गइसकेपछि पहिलो त इनेबल नै छ, अनि हामी चाहिँ यो तीनटैलाई इनेबल गर्नको लागि अनि सबैभन्दा पहिला त्यो सेकेन्ड नम्बरको त्यो इनेबल लेखेको छ त्यसमा हामी क्लिक गर्नेछौँ। क्लिक गरिसकेपछि भेरिफाई नम्बर लेखेको छ, भेरिफाई नम्बरमा क्लिक गरिसकेपछि तपाईहरुलाई आफै न भित्र त्यसले अर्को इन्टरफेसमा लैजान्छ। अर्को इन्टरफेसमा लगिसकेपछि यहाँ तपाईले देख्न सक्नुहुन्छ यहाँ कन्ट्री लेखेको छ, सिलेक्ट योर कन्ट्री लेखेको छ। तपाई कुन कन्ट्रीको हुनुहुन्छ, यदि नेपालबाट हुनुहुन्छ अथवा इन्डियाबाट हुनुहुन्छ अथवा मलेसिया जताबाट हुनुहुन्छ। अनि म चाहिँ अहिले इन्डियामा भएको कारणले मैले त्यहाँ इन्डिया नै राखेको छु। अनि किनभने मेरो इन्डियाको नम्बर जान्छ नि त, त्यो इन्डियाको नम्बर जाँदाखेरि मैले इन्डिया हालिसकेपछि अनि त्यहाँ नेक्स्ट गरिसकेपछि तपाईलाई यहाँ एउटा इन्टर योर 6 डिजिटल भेरिफिकेसन कोड भनेको छ। तपाईलाई 6 वटा अक्षरको अनि एउटा कोड दिन्छ है त। तपाईहरुको यसरी यो आउँछ र आइसकेपछि तपाईले त्यसमा आफ्नो त्यो 6 वटा अक्षरको कोड त्यसमा हालिसकेपछि त्यो सबमिट गर्नु होला। सबमिट गरिसकेपछि यो देख्नु भएको छ यहाँ फोन नम्बर भेरिफाई भनेको छ। फोन नम्बर भेरिफाई भइसक्यो। जस्तै कि तपाईले त्यो फोन नम्बर भेरिफाई भएपछि तपाईले के गर्न सक्नुहुन्छ त, अनि त्यसमा थम्बनेल हाल्न सक्नुहुन्छ। त्यसो लास्टको छ, तपाईले तीनटा अप्सन देखेको छ र यतापट्टि यस फिचरमा क्लिक गर्नु होला। यहाँ भिडियो अनि भेरिफिकेसन अनि भ्यालिड आइडी च्यानल हिस्ट्री भनेको छ। अनि यो चाहिँ तपाईहरुले के नगर्नुस्, त्यसमा लास्टमा अनि एक्सेस फ्युचरमा तपाईले क्लिक गर्नु होला। क्लिक गरेपछि यहाँ लेखेको छ टेक अ 6 सेकेन्ड भिडियो अफ योरसेल्फ भनेको छ। तपाईले 6 सेकेन्डको भिडियो पनि हाल्न सक्नुहुन्छ। म चाहिँ यहाँ गेट इमेलमा दाब्ने छु यता, अनि गेट इमेलमा दाबिसकेपछि म त्यसलाई त्यस्तै छाड्दिन्छु र डन गरिसकेपछि तपाईले त्यसमा गेट इमेलमा दाबिसक्नु भयो भने त्यो भेरिफाई छ। त्यो भेरिफाई चाहिँ तपाईको जीमेल अकाउन्टमा जान्छ, जुन जीमेल इनबक्समा जान्छ, जुन तपाईको आइडी अनि जुन च्यानल खोल्नु भएको छ जीमेल, त्यो जीमेलमा तपाईको अनि त्यो कोड आएको हुन्छ। त्यो त्यहाँ गुगल लेखेको छ, मैले देख्न सक्नुहुन्छ यहाँ फर्स्टमा गुगल टेक्नोलोजी क्रिएट योर भनेको छ। अनि त्यसमा चाहिँ क्लिक गर्नु होला। त्यसमा क्लिक गरिसकेपछि भित्र देख्न सक्नुहुन्छ स्टार्ट भेरिफिकेसन भनेको छ। अनि त्यो स्टार्ट भेरिफिकेसनमा तपाईले क्लिक गर्नुस् र त्यहाँभन्दा अगाडिको प्रोसेसहरु यहाँ भन्छ है त, के गर्ने भनेर। त्यसमा केही नगर्नुस्, एग्रीमा गरेर अनि फेरि त्यसमा अब देख्न सक्नुहुन्छ तलदेखि माथिसम्म यताउता टाउको हल्लाउनु हुन्छ, नेक्स्ट गर्नुस्। नेक्स्ट गरिसकेपछि अलो वेलमा गर्नु होला। गरिसकेपछि यहाँ तपाईलाई भनेको छ यसरी देख्न सक्नुहुन्छ मलाई। अनि मेरो टाउको चाहिँ अब कता हल्लाउने भन्छ है त यसले। मैले नेक्स्ट गरिसकेपछि लुक फरवर्ड भनेको छ। मलाई अब यसले देब्रेतिर फर्का भनेको छ है, मन्टो देब्रेतिर मन्टो लगिराख भनेको छ र मैले लगेँ। अनि होल्ड स्टिल भनेको एकछिन रोक भनेको छ र त्यसपछि दाहिनेतर्फ लैजा भनेको छ हैन। दाहिनेतर्फ लगे अनि मेरो सही भयो हैन। अपलोडिङ योर भिडियो दिस मे टेक अ न्यू मोमेन्ट भनेको छ। तपाईको भिडियो अपलोड भइसकेको छ त्यहाँ। तपाईको यो अनि यसरी गरेको भिडियो चाहिँ युट्युबले हेर्छ अनि गुगलले हेर्छ। तपाईले च्यानल भेरिफाई गर्नुभयो भनेर उले चाहिँ थाहा हुन्छ। अनि यो भिडियो चाहिँ तपाईको युट्युबमा पोस्ट हुन्छ। त्यो भिडियो चाहिँ युट्युबले आफै हेरेर अनि यसले भेरिफाई गर्यो
भनेर चाहिँ उसले त्यो भिडियो आफै पछि फेरि डिलिट गरिदिन्छ है त। गरिसकेपछि अनि यो च्यानल चाहिँ मेरो रेडी भइसकेको छ, भेरिफाई भइसकेको छ। अनि तपाईले यहाँबाट थम्बनेल अनि या वगैरह हैन अनि राम्रा राम्रा टाइटलहरु हालेर अनि 10 मिनेटको 15 मिनेटको लाइभहरु यसो हाल्न सक्नुहुन्छ। अनि यसरी गर्यो भने यहाँ देख्न सक्नुहुन्छ। म फेरि त्यहाँ गएर गेट इमेलमा गइसकेपछि डन गरिसकेपछि अनि यहाँ मेरो पेन्डिङमा राखेको छ भिडियो भेरिफिकेसन भनेर यहाँ देख्न सक्नुहुन्छ। यो पेन्डिङमा राखेको छ मेरो भिडियो चाहिँ, किन भन्दाखेरि मलाई 24 घण्टा भित्रमा यसले भेरिफाई गरेर युट्युबले मलाई भन्छ 100% तपाईको च्यानल पनि पेन्डिङ हुन्छ। ढुक्क भएर मैले जस्तो सिकाएको छु त्यस्तै गर्नुस्। यदि अनि तपाईहरुलाई अझै राम्रो कन्टेन्टहरु बनाएर हाल्नुस्, नयाँ युट्युबहरु खोल्नु भएको छ भने राम्रोसँग भिडियो बनाएर हाल्नुस् तपाईको। अनि यसरी गराउँदाखेरि जसरी मैले सिकाएको छु भेरिफाई गर्ने, यसरी तपाईले भेरिफाई गरेर राम्रो कन्टेन्ट बनाएर हाल्नुस् र एकदमै अगाडि बढ्नुहुन्छ। युट्युबले चाहिँ तपाईलाई एकदम राम्रोसँग अनि मद्दत गर्छ है त। आजको भिडियो यति नै। यदि मन पर्यो भने अनि भिडियोलाई लाइक गर्नु होला, च्यानललाई सब्स्क्राइब गर्नु होला।